कहिले पनि हामीले पसिना बगाउन सकेनौँ। केही छैन। योभन्दा ठुल्ठुलो भिड, योभन्दा ठुल्ठुलो युवाको भिड दैनिक आज विदेश गइरहेको छ। विदेशमा हामी मरिरहेका छौँ, स्वदेशमा मरिरहेका छौँ। हामी यो कुरा बुझ्छौँ कि बुझ्दैनौँ? अब यो देशमा कोही कसैको रगत नबगोस्। म चाहन्छु यो देशमा पसिना बगाउनुपर्छ, पसिनाको क्रान्ति गर्नुपर्छ। अब हामीले एउटा दाजुभाइले अर्को दाजुभाइको, एउटा नेपालीले अर्को नेपालीको रगत बगाएर देश बन्दैन। म सबैलाई अनुरोध गर्न चाहन्छु, झगडा गर्नु रोक्नुहोस्। अब झगडा गर्नु रोक्नुहोस्, काटमार गर्नु रोक्नुहोस्, श्रमदानमा कोही नआउनुहोस्। को नेता बन्ने, को ठुलो बन्ने भन्ने कुरा छोडिदिनुहोस्। अर्को सामान नेता बन्न खोज्यो भन्नु होला, होइन म नेता सेता। तपाईँभन्दा फाटेको लुगा लगाएर आएको छु, तपाईँभन्दा 10 कुरो धेरै काम गरिरहेको छु। म कोही कसैको नेता बन्न चाहन्छु, तर यो देशमा शान्ति होस्, यो देशमा रगत नबगोस् भन्ने मेरो कामना हो। तपाईँले साथ दिनुहुन्छ? माफ गर्नु होला, अन्त्यमा म भावुक बने।